रहमत। हामी चाहिँ आज चाहिँ अल्जेब्राकै अल्जेब्रिक फ्र्याक्सन जसमा चाहिँ अल्जेब्राबाट टोटल चाहिँ 15 मार्क्स क्वेसन हुन्छ। त्यसमा यसको पनि यो च्याप्टरबाट पनि पढ्न सक्छ। इन्डिसेस हामीले सकिसक्यौँ। यसको 5वटा क्वेसन गर्छु। त्यो 5वटा क्वेसन चाहिँ एक्जाममा दोहोरिएको क्वेसनहरू हो। त्यो 5वटा गर्दाखेरि अल्जेब्रिक फ्र्याक्सनको सबै कम्प्लिट हुन्छ, किनभने क्वेसन भनेको थोरै प्याटर्न चेन्ज गरेर आउने हो, तर आउने चाहिँ फेरि त्यही आउँछ है। सुरुको क्वेसन छ हाम्रो x² - 9 x² - 3x 3x बाई डिभाइड छ। यो डिभाइडलाई मल्टिप्लिकेसनमा इन्टुमा लाँदाखेरि हाम्रो यो रिभर्स हुन्छ, माथि x जान्छ तल x बाई 3 राख्छ। त्यस्तो हुँदाखेरि के हो भन्दाखेरि हाम्रो यसलाई x² - 9लाई हामी x² - 3² लेख्न मिलिहाल्यो। यसलाई इन्टु पार्दाखेरि यो x माथि आयो अनि x + 3 चाहिँ तल गयो। अनि यता पनि हाम्रो के छ, यसलाई कमन लिदिउँ। x कमन लिँदाखेरि के हुन्छ, x - 3 हुन्छ। अनि अब के गर्ने त भन्दाखेरि यो x² - 3² भनेको x + 3 x - 3 यो इन्टु यहीँ हुँदाखेरि हामीले जोड्दा नि केही फरक परेन। अनि डिभाइडेड बाई x - 3 x + 3। अब यहाँ के भयो त, x + 3 x + 3 पनि क्यान्सल भयो, यो पनि क्यान्सल भयो, यो पनि क्यान्सल हुँदाखेरि अन्तिममा के बाँकी रह्यो त, एन्सर 1 बाँकी रह्यो है। यो सिम्पल क्वेसन हो। यो यस्तो अब प्याटर्न चेन्ज गरेर आउने हो, तर आउने चाहिँ त्यही खालकोबाट आउँछ है। हामीले गरेकोबाट आउँछ है। अब हाम्रो के छ भने यो यसमा चाहिँ हामीले फ्याक्टराइजेसन गर्न सक्नुपर्छ है। यसमा अब फ्याक्टराइजेसन कसरी हुन्छ भन्दाखेरि x² - 5x लाई अब के गर्नु मिल्यो, 3x - 2x + 6 गर्नु मिल्यो। यतापट्टि जो इन्टु छ, इन्टुलाई अब हामीले के गरौँ, यहाँ यस्तो गरेर यसलाई यहीँ जोडिदिउँ, किन धेरै लामो बनाइराख्नु होइन। अनि डिभाइडेड बाई x² - 9 भनेको डाइरेक्ट हामीले के लेख्ने मिल्यो, x + 3 x - 3 लेख्ने मिल्यो। अनि यहाँ x - 3 अलरेडी छँदैछ है। अब यसलाई हामीले के लेख्न मिल्छ, x 3 - 2 x - 3 है। अनि यतापट्टि के छ, x + 3 छ। अब डिभाइड बाई x + 3 x - 3 x - 3 है। अब के लेखौँ यहाँनिर, यसलाई हामीले के लेख्ने मिल्यो, x - 2 x - 3 लेख्ने मिल्यो है यसलाई। अनि हामीसँग अलरेडी के छ यहाँनिर x + 3 छ। अब के बाँकी रह्यो तलतिर, x + 3 x - 3 x - 3 बाँकी रह्यो है। अब यो x - 3 x - 3 गइहाल्यो, x + 3 x + 3 गइहाल्यो। अब बाँकी त के रह्यो, x - 2 x - 3 रह्यो है। एन्सर हाम्रो यति नै हुन्छ है। अब हाम्रो 3 र 4 क्वेसन चाहिँ यस्तो छ है, 2/x + 1 + 3/x - 1। अब हामीले यसलाई के गर्न सक्नु पऱ्यो भने एलसिएम लिदिउँ है त। एलसिएम लिँदाखेरि के हुन्छ त, एलसिएम लिन कतिको आउँछ आउँदैन, अब आउँदैन भने कमेन्ट गर्नुलाई एलसिएम निकाल्नु पनि सिकाउने छु। अब यसले एलसिएम लिँदा के भयो, यहाँ x + 1 छँदैछ, हामी यहाँनिर लेख्नु पऱ्यो 2 माथिको 2 छँदैछ x - 1 + 3 छँदैछ, यहाँ x - 1 छँदैछ। x - 1 भएपछि यतापट्टि अब के लेख्नु पऱ्यो, x + 1 लेख्नु पऱ्यो। अब यसलाई अब लेख्दिउँ, अब 2x - 2 + 3x + 3 बाई x + 1 x - 1 माथि 2x र 3x ले 5x भइहाल्यो। अनि +1 डिभाइडेड बाई x + 1 x - 1। अब हाम्रो एन्सर यहीँसम्म यहीँ कम्प्लिट गर्दा पनि हुन्छ है। किनभने अब यसलाई x² - 1 लिँदा नि भयो, माथिकोले त्यो केही चलाउनु पर्ने आवश्यक छैन। तलकोलाई चाहिँ x + 1 x - 1 भयो छ, त्यसलाई चाहिँ a² - b² फर्मुलामा लगेर x² - 1² हो, 1² भनेको 1 नै हो, त्यहाँ कम्प्लिट गर्दा पनि हुन्छ है। अब यसमा हेरौँ है, 4 क्वेसनमा हेर्दाखेरि अलिकति ठुलो देखिन्छ, तर के गर्ने भने अब माथिको गर्दाखेरि तलको छैन भनेर गर्नु पऱ्यो है हाम्रो यसमा। अब एलसिएम के हुन्छ, x र y हुन्छ। यहाँ x छ, हाम्रो चाहियो y, प्लस यहाँ y छ, हाम्रो चाहियो x।
अब तलको के भने तलको नि एलसिएम XY भयो। अब x छ हामीलाई चाहियो y माइनस y छ हामीलाई चाहियो x। अब के गर्ने भन्दाखेरि यो डिभाइडमा छ, डिभाइडमा इन्टुलाई राख्दाखेरि उल्टाइदिन्छौँ है त, हामी रिभर्स गर्छौँ। अब माथिकोलाई जस्ताको जस्तै लेखौँ डिभाइड बाई XY। अब यसलाई इन्टुमा राख्दाखेरि यो XY माथि जान्छ अनि तलको y माइनस x तल झरो। अब XY क्यान्सल भयो र यसलाई के लेख्नु डाइरेक्ट आन्सर हाम्रो y प्लस x बाई y माइनस x। यति चाहिँ हाम्रो एन्सर आयो। योभन्दा बेसी चलाउनु पर्ने आवश्यक पनि छैन, यसलाई चलाउनु हुँदैन, यसलाई यति नै लेखौँ है त। अब हाम्रो 5 नम्बरको क्वेसन चाहिँ के छ भन्दाखेरि 1/x माइनस 1/x प्लस 2 छ है। यसलाई अब के गरौँ भने हामीले एलसिएम सिधै लिइदिइहाल्यौँ। एलसिएम लिँदा के भयो x प्लस 2 हो। अब यहाँ x छ हामीलाई चाहिएको छ x प्लस 2 है। x प्लस 2 इन्टु 1 गर्दा यति नै हुन्छ, त्यही भएर यो 1 लाई नलेखौँ। x प्लस 2 यहाँ छ हामीलाई चाहिएको छ अब x, यो 1 लाई छोडिदिउँ होइन, इन्टु गर्दाखेरि त्यति नै आउने हो। अब यसलाई के गरौँ भन्दाखेरि x प्लस 2 माइनस x बाई x प्लस 2। अब हाम्रो यो र यो क्यान्सल भइहाल्यो होइन। एन्सर अब हाम्रो डाइरेक्ट के आयो त 2/x स्क्वायर प्लस 2x। यति एन्सर आयो है त हाम्रो। अब हामीले यो 5 वटा क्वेसन गऱ्यौँ नि, यो 5 वटा क्वेसनबाट चाहिँ आउने चाहिँ यहीबाट आउने हो। यही प्याटर्न थोरै हल्का यता र उता चेन्ज भएको हुन्छ मात्रै, तर आउने चाहिँ यही 5 वटा क्वेसन मजाले आयो भने यो अल्जेब्रिक फ्र्याक्सन सबै कम्प्लिट हुन्छ हाम्रो है। आजको लागि यति नै गरौँ। अब अर्को भिडियोमा चाहिँ हामीले सिक्वेन्स एन्ड सिरिजको बारेमा गर्नेछौँ है त। त्यसको लागि अपडेट लिइराख्नु। जस मेरो भिडियोलाई यो भिडियोलाई अब यसै आउनु बाँकी धेर छैन, त्यही भएर चाहिँ सबैजनालाई सेयर पनि गरिदिनु होला। एकैचोटि सबै क्वेसन गरेर प्र्याक्टिस गर्ने भ्याइँदैन। अब त्यही भएर चाहिँ मेन इम्पोर्टेन्ट क्वेसन गर्ने हो, जुनले चाहिँ अब सबै कुरा कभर गर्न सकोस्। 4 मार्क्सको क्वेसनमा आउँदै आएन भने पनि हल्का फुल्का 3-4 मार्क्स आउने खालको समय सिकिन्छ। अहिलेको लागि चाहिँ अब भ्याइयो भने ठिकै छ, भ्याइएन भने इम्पोर्टेन्ट क्वेसन गर्ने। त्यो क्वेसनले चाहिँ सबै तिम्रो अरू प्र्याक्टिस गर्नुभन्दा बरु सबै कभर अप गरिदिइहाल्छ। त्यही भएर चाहिँ लाइक फलो अनि सेयर गरिदिनु। धन्यवाद।